अमलाबाट हामीले स्वास्थ्यमा के लाभ प्राप्त गर्न सक्छौं त आउनुहोस् जान्नुहोस् यस भिडियो मार्फत। अमला भिटामिन सी को एकदम उत्कृष्ट नै स्रोत मानिन्छ र यसले चाहिँ रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउने गर्दछ। साथसाथै यसले मेमोरीमा पनि सुधार गर्दछ। यदि ब्रेनको फंक्सन डिसफंक्सन टाइपको भएको छ, सोच्न गाह्रो भइरहेको छ, भुल्ने बिरामी छ भने त्यस्तो बिरामीमा पनि यसले मद्दत गर्ने गर्दछ र विशेष गरी चाहिँ यो छाला र कपालको लागि नै अति नै राम्रो मानिन्छ। यो अमलाले चाहिँ अब स्किनमा यदि केही समस्या छ, पिम्पल्सको, एक्नीको, पिगमेन्टेसनको, मेलाजमा केही प्रब्लम छ भने त्यसलाई हटाउने गर्दछ। सँगसँगै कपालमा यदि डेन्ड्रफ छ भने डेन्ड्रफलाई पनि हटाउने गर्दछ र कपाल र यो छालाको स्वास्थ्यको लागि त अति नै राम्रो मानिन्छ र यसले पाचन प्रणालीलाई पनि सुधार गर्ने गर्दछ। यदि पेट रिलेटेड केही समस्या छ भने पनि त्यसलाई हटाउन मद्दत गर्छ र यसले मधुमेहलाई पनि नियन्त्रण गर्ने काम गर्दछ। सँगसँगै यदि खराब कोलेस्ट्रोल छ भने अब कोलेस्ट्रोल पनि राम्रो एउटा मानिन्छ र अर्को नराम्रो मानिन्छ। यदि ब्याड फ्याट चाहिँ जम्मा भएर बसेको छ भने खराब कोलेस्ट्रोललाई पनि कम गर्नका लागि मद्दत गर्दछ। धन्यवाद, नमस्ते।